बिचौलिया भनेको फरक कुरा हो। हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको चाहिँ बिचौलियाको कारणले हो। बिचौलियाहरू, म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ, बिचौलियाहरूको पहुँच चाहिँ प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो। हाम्रो कस्तो यस्तो मैले अहिलेसम्म थाहा थिएन मलाई। पहिला राष्ट्र ब्याङ्कको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि भन्ने कुरा हुन्थ्यो। अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लमखुल्ला छलफल हुने, बहस हुने, बन्ला कि भन्ने अवस्था आउने भनेको चाहिँ हाम्रो कहाँनिर पुगेको थियो। त्यसैले यसले के गरिदियो भने यसले नेपाली कांग्रेसको हामी कहाँनिर अल्मल्यो भन्ने लाग्छ भने हामी डिफेन्सिभ भयो। त्यो खास गरिकन हामी पुँजीवादी अर्थव्यवस्थामा विश्वास गर्ने राजनीतिक दल भएको हुनाले गर्दा यो क्रोनिजहरू जुन हामीहरू भन्छौँ, आसेपासेहरू जसलाई भन्छौँ, आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्थै होइन। पुँजीवादी व्यवस्थाले त उसले त न्यायको कुरा गर्छ, स्वतन्त्रताको कुरा गर्छ, फेयर प्लेको कुरा गर्छ, सबैलाई बराबर हुने कुरा गर्छ, सबैलाई बराबर अवसर दिन्छ। म सार्वजनिक जिम्मेवारीमा बसेको छु। मैले कुनै नियम बनाएर मेरो आसेपासेलाई पोस्छु, चाहे त्यो जलविद्युतमा होस्, चाहे त्यो एजुकेसनमा होस्, चाहे हेल्थमा होस्, चाहे बिमामा होस्, चाहे जेसुकै होस्, त्यो पुँजीवादी व्यवस्थै हो। काम मैले गलत गरेको कारणले गर्दा समस्या आएको छ, तर म गलत कामतिर प्रश्न नगरेर कतातिर गएँ भने मेरो आइडिया नै पो रङ हो कि भन्नेतिर गएँ, जसले गर्दा हामी डिफेन्सिभ भयो। त्यसैले दुईवटा कुरा गर्नुपर्छ भन्ने अहिले हाम्रो प्रयास हो। पोलिसीका हिसाबले, आइडियाको हिसाबले हामी ठिक बाटो हिँड्नुपर्छ, अझ बढी डिरेगुलेट गर्नुपर्छ, सरकारको भूमिकालाई लिमिटेड ठाउँमा मात्र राख्नुपर्छ। जहाँ सरकार हुन्छ त्यो ठाउँमा सरकारले ठिक ढङ्गले काम गर्ने, त्यसको निम्ति सरकारलाई अझै सानो बनाउनु।